नमस्ते सबैजनालाई। सो आज म फरक धारणा लिएर आएको छु, तर पढाइ सम्बन्धी नै छ। अब आफ्नो पढाइले हामी कसरी राम्ररी गर्न सकिन्छ भन्ने कुरा मेरो आफ्नै विचार यहाँ लिएर आएको छु। एज अ स्टुडेन्ट, एज अ प्यारेन्ट्स एन्ड एज अ टिचर मैले आफ्नो भोगाइलाई यहाँ प्रश्न पार्दैछु। सो एउटा राम्ररी पढाइ कसरी हुन्छ भने कुरा यहाँ म राख्दैछु। राम्रो पढाइ आफ्नो पढाइलाई राम्रो बनाउनलाई पहिला टिचर पढाउनुभन्दा अगावै टिचर पढाउनुभन्दा अगावै त्यो पाठलाई पढेर जानुहोस्। जुन कुरा बुझेन त्यसलाई अन्डरलाइन लाउनुहोस्, जुन शब्द बुझेन त्यसलाई नै अन्डरलाइन लाउनुहोस् र क्लासमा जानुहोस् अनि आफ्नै म्याम टिचरहरू सरसँग होइन क्लास पढाउने बेला होइन अब क्लास पढाउने बेला इन्ट्र्याक्ट गर्नुहोस्। इन्ट्र्याक्ट गर्दाखेरि तपाईँको पार्ट त्यो रिभाइज हुँदै जान्छ होइन, रिभाइज हुँदै जान्छ। रिभाइज भएपछि तपाईँले पक्कै पनि त्यो पार्ट बुझ्नुहुन्छ। र अब कहिलेकाहीँ यस्तो पनि हुन्छ कि बारम्बार प्रश्न पनि गरेर दिक्क नपार्नुहोस् टिचरहरूलाई होइन, मास्टरहरूलाई। कुन बेला कसरी कुन टिचरसँग क्वेसन गर्ने भने पक्कै पनि तपाईँलाई थाहा नै होला होइन। र अब त्यो कुरा पढिसकेपछि होइन, त्यो च्याप्टर पढिसकेपछि जति पढायो त्यतिकै पढेर घरमा गएपछि त्यसलाई रिभाइज गर्नुहोस्। त्यो रिभाइज गर्नु सँगसँगै रिभाइज गर्नुसँगै त्यो टपिकलाई तपाईँ किताबमा हेर्नुहोस् होइन। त्यो किताबमा हेरेपछि एउटा थाहा छ नि तपाईँहरूलाई, टिचरभन्दा राम्रो ज्ञान तपाईँको किताबले दिन्छ। यदि तपाईँ किताब पढ्नुहुन्छ भने तपाईँसँग तपाईँको टिचरले के पढाउँदैछ, तपाईँको जिन्दगीमा के तपाईँको लाइफ कसरी अपडेट हुँदैछ भने तपाईँलाई थाहा हुँदैन। सो किताब धेरै महत्त्वपूर्ण कुरा रहेछ जीवनमा। जबसम्म तपाईँ किताब पढ्नु हुँदैन, झोला बोकेर आउनुहुन्छ, स्कुल जानुहुन्छ झोला बोकेर, फेरि घर जानुहुन्छ, त्यसले केही जीवनमा केही फरक पार्दैन। सो यदि आफ्नो लाइफलाई अपडेट गर्नु छ एकर्डिङ विथ टाइम, सो तपाईँलाई किताब पढ्नुपर्छ र किताब पढेपछि आफूले के बुझ्यो त्यो पाठबाट त्यसलाई नोट्समा लेख्नुपर्छ। ताकि नोट्स बनाउँदाखेरि टिचरले दिएको नोट्स होइन, तपाईँले आफूले जुन पढ्नुभयो रिभाइज गरिसकेपछि सरले पढाएको कुरालाई र किताब पढिसकेपछि तपाईँले जुन कुरा बुझ्नुभयो त्यो कुरालाई नोट्समा लेख्नुहोस्। या तपाईँलाई कुनै कुरा लाग्छ कि यो किताब पढेपछि यो कुरालाई भोलि गएर प्रश्न एज अ क्वेसन इक्जाममा आउँछ कि, या भोलि गएर यो लाग्नुहुन्छ कि लाइफमा, त्यो कुरालाई तपाईँ आफ्नो नोट्स बनाएर कपीमा राख्नुहोस्। ताकि भोलि गएर त्यो कुरालाई एकचोटि हेऱ्यो भने फेरि फेरि किताब पढ्नु नपरोस्। एकचोटि हेऱ्यो भने इक्जामको लागि रिभाइजमै तपाईँले आफू लेखेको कुरालाई फेरि लेख्नु पनि पर्दैन हो कि, फेरि याद पनि गर्नु पर्दैन हो कि होइन। र इक्जाममा तपाईँ एकचोटि रिभाइज गरेर भने आफ्नो परीक्षामा बेस्ट गर्न सक्नुहुन्छ भने मेरो कुरा छ होइन, मेरो राम्रो अङ्क लिएर आउन सक्नुहुन्छ भने मेरो विचार छ होइन। र र आज पढेको कुरालाई त पढिसक्नुभयो, भोलिको कुरालाई पनि भोलि क्लासमा के पढाइ हुन्छ होइन, त्यो पनि तपाईँलाई आज नै गर्नुपर्छ होइन। सो वर्तमान र भविष्य दुवैलाई हेरेर जानुहोस्। र पक्कै पनि तपाईँलाई थाहा होला कि लर्न फ्रम यस्टरडे, learn for yesterday, live for today, and expect from tomorrow again. सो द्याट इज द लाइफ। अर्को कुरा के भन्नु पायो भने यसरी गर्दाखेरि होइन, अब कहिलेकाहीँ यस्तो पनि कुरा हुन्छ कि जेनरली हामी जब पढिरहन्छौँ लाइब्रेरीमा भने साथीहरूले के भन्छ भने कति पढिरहेको, दिनभरि पढिरहेछस्, त्यस्तो कुरा पनि अरूलाई सोध्नु राम्रो कुरा होइन। किनभने एउटा राम्रो प्लेयर बन्नलाई एउटा राम्रो प्लेग्राउन्ड चाहियो र त्यो प्लेयरले दिनभरि त्यसमा मिहिनेत गर्नुपर्छ। त्यसरी नै एउटा राम्रो इन्जिनियर डक्टर बन्नलाई पक्कै पनि हामी दिनभरि किताबमै लाग्नुपर्छ। र सँगसँगै अब दिनभरि भनेको अब खालि किताबको ज्ञानले पनि पुग्दैन होइन, हामीले सबै कुरा चाहियो। सो म के बरु के भन्न चाहन्छु भने प्ले वाइल यु प्ले, रिड वाइल यु रिड। तपाईँ पढ्दै हुनुहुन्छ भने म लगाएर पढ्नुहोस्, तपाईँ खेल्दै हुनुहुन्छ भने म लगाएर खेल्नुहोस् होइन। अनि त्यसपछि तपाईँको जिन्दगी, तपाईँ सबै कुरामा राम्रो राम्रो बन्नुहुन्छ र तपाईँ टाइम अनुसार अगाडि बढ्दै जानुहुन्छ आफ्नो जिन्दगीमा।
अम, हेर्नुहोस् त हाम्रो पक्कै पनि एउटा एउटा भर्खर न्युज आएको थियो हाम्रो साम्बाजी गुड वुमन फुटबलर एलङ विथ द्याट हाम्रो डक्टर मूर्ति अनिल दुवै हाम्रो राष्ट्रको चिनारी हुन् उनीहरूले सम्मान गर्यो राष्ट्रवादक होइन राष्ट्रको प्रधानमन्त्रीबाट हामीलाई उहाँहरूले सम्मान गर्यो होइन अब उहाँहरूले पक्कै पनि दुवैजना एकदमै मेहनती मान्छे हुन् होइन क्यारियर जुन पनि भए पनि मेडिकल फिल्डबाट एउटा एउटा अर्को स्पोर्ट्स फिल्डबाट भए पनि दुवैजनाले एउटै सम्मान पाएको हुनसक्छ कमाइमा तलमाथि तर सम्मान भनेको एउटै सो फर अ गुड रिडर अ लाइब्रेरी सुड बी देयर एन्ड फर अ गुड you know player a good playground should be there and you have to invest your time अब लाइब्रेरी नभए पनि एउटा घरको कुनामा मेहनत गरी मन लगाएर पढ्नुहोस् द्याट इज इनफ होइन अब पढ्ने तरिका भन्नुहुन्छ त्यही कुनामा टेबलमा एकदम बसेर होइन एकदम मन लगाएर पढ्नुहोस् मन लगाएर पढ्ने वातावरण बनाएर बस्नुहोस् होइन सो द्याट इज द बेस्ट वे होइन र along with follow your teacher होइन the main thing is that follow your teacher होइन and follow books whatever your teacher teach today on that topic and be ready for tomorrow also and make a notes whatever your teacher teach after revising and reading the books and ready for tomorrow by reading the books that's all होइन in this way you can do your best uh, in your study and you will get a good marks and you will be a good student in the coming days so that's one this is the best way you can follow for your study thank you